हेलो नमस्कार, यहाँहरुलाई म आज वाइफाई को पासवर्ड कसरी चेन्ज गर्ने भन्ने कुरा यस भिडियोमा देखाउन गइरहेको छु। लेट्स गो। पहिले सुरु त कुनै एउटा ब्राउजर खोलौं। मैले क्रोम खोले। क्रोम खोलिसकेपछि यसको वेब एड्रेस हानि ठाउँमा गएर /192.168.100.100.1 कसैकोमा चाहिँ /192.168.100.1 हुन्छ, कसैकोमा 192.168.1.1 हुन्छ, कसैकोमा 192.168.0.1। यो तीनटा मध्ये चाहिँ नि ट्राई गरे भने चाहिँ एउटा न एउटा मिल्छ। र यो गो गरे मैले इन्टर। यसरी वेब राउटर खोल्नको लागि इंग्लिशमा जाउँ। र यसरी राउटर खोल्नको लागि युजर नेम र पासवर्ड नि आउँछ। म चाहिँ साउदी अरेबियाको एसटीसी राउटर हो। पुरानो वाला एसटीसी राउटरमा चाहिँ अकाउन्ट नेम एडमिन, पासवर्ड एडमिन हुन्छ यदि चेन्ज गरेको छैन भने। यो नयाँ वाला एसटीसी राउटरको चाहिँ अकाउन्ट नेम चाहिँ टेलिकम एडमिन, पासवर्ड चाहिँ एडमिन टेलिकम, सबै स्मलमा। र कसैको चाहिँ युजर नेम एडमिन, पासवर्ड एडमिन यदि चेन्ज गरेको छैन भने हानेर खोल्ने। पासवर्ड लगइन। यसरी राउटर खुल्छ। राउटर खुलिसकेपछि हामी जान पर्ने भनेको वायरलेस। हाम्रो वाइफाई को पासवर्ड चेन्ज गर्ने हो। वायरलेसमा जानुपर्छ। त्यो भनेको चाहिँ WLAN। यसमा गइसकेपछि हाम्रो यहाँ देखिन्छ यहाँ SSID हाम्रो यो राउटरको नाम भयो। यसमा चाहिँ हाम्रो चाहिँ पासवर्ड WPA प्रिसेट की भन्ने खाली यो हाम्रो चाहिँ पासवर्ड। यो चाहिँ अहिले हाइड छ, हेर्न पर्यो भने यसको टिकमा खटाइदियो भने यहाँ हाम्रो पासवर्ड देखिन्छ। अब यसलाई चेन्ज गर्न पर्यो भने यसलाई डिलिट गरेर राख्ने, अल्फा न्यूमेरिक के राख्ने, पासवर्ड चेन्ज गर्ने र एप्लाई गर्ने, लगआउट गरेर फेरि खोलौँ है त। /192.168.100.1 चेन्ज गरिदियो। हाम्रो इन्टरनेट कनेक्ट छैन, वाइफाई गयो। यसलाई एड गर्न पर्यो भने यसमा जाने, यो हाम्रो राउटरको नाम, यसमा गएर कनेक्ट, पासवर्ड हान्ने। अब नयाँ पासवर्ड यो हाम्रो नयाँ पासवर्ड। नेक्स्ट, कनेक्ट भयो। अब हेर्न जाउँ। अब फेरि क्रोममा जाने, यहाँ गएर /192.168.100.1 गो गरे। हाम्रो युजर नेम पासवर्ड TLECOMADMIN, पासवर्ड लगइन। वाइलेनमा गएर हेर्यो भने यसमा हाइड हटाउँ। अहिले हाम्रो पासवर्ड चाहिँ चेन्ज भयो।